आ गया, देखो देखो वो आ गया। सारी माया विचित्रा मरेर के पोलान्छ र नगर व्यर्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन आखिर एक पेट खानु छ हाँसी खुसी जिउनु छ अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु बिचरा त्यो अङ्कल आँखा पनि देख्नुहुन्न ए होइन होइन के को विचार त्यो अङ्कलले त बसी बसी पैसा कमाउनुहुन्छ बिचरा त मेरो मन बाबा जसले आँखा देखेर पनि पैसा कमाउन धेरै दुःख गर्नुहुन्छ त्यो अङ्कलले त बसी बसी पैसा कमाउनुहुन्छ अन्ध भएर पनि काश म पनि अन्ध भएको हुन्थेँ म पनि बसी बसी पैसा कमाउँथेँ एकपटक अन्ध भएको प्र्याक्टिस गर्नु पर्यो कस्तो हुँदो रहेछ अन्ध हुँदाखेरि अगाडि खुल्ला रोड छ निदक्क हिँड्दा हुन्छ 1 2 1 2 1 मेरो छोरा के भयो तँलाई उठ्नु न किन उठ्दिनस् मेरो छोरा म तँलाई के हुनु दिन्न हे यमराज आई प्रमिस यु यदि मेरो छोरालाई के भयो भने म यमलोक ध्वस्त गरिदिन्छु यो एउटा आमाको वादा हो के रे यमलोक ध्वस्त गर्ने पागल हो 50 रुपियाँमा काटौँ कि आफै काट्नुहुन्छ ओभर एक्टिङको कस्तो अझै टाउको दुखिरहेको छ अझै हिँड्न हात चिम्लिँदै अंकल मलाई चुस्ने दिनु न के भन्छ पक्कै पनि बरफ मागेको हुनुपर्छ मम्मी बरफ किनिदिनु न बरफ नै हुँदैन किन हुँदैन किनकि बरफमा किरा हुन्छ त्यो किराले पेट बिगार्छ त्यसो भए आइसक्रिम किनिदिनु नि त आइसक्रिम नि हुँदैन आइसक्रिममा नि किरा हुन्छ आइसक्रिममा नि किरा हुन्छ बरफमा नि किरा हुन्छ छि यस अब आइसक्रिममा किन पैसा बाँच्ने तर मिठो हुन्छ नि त म त खाने हो मलाई किनिदिनु प्लिज मम्मी प्लिज किनिदिनु यसलाई नसकिने हो त्यही भएर यसलाई म बाहिर हिँड्दा लिएर हिँड्ने मन लाग्दैन ल्याऊ भाइ आइसक्रिम लिनुहोस् दिदी आइसक्रिम होइन अङ्कल नदिनु मम्मीले खानुहुन्न किन ल अघि तपाईँले नै भन्नुभएको होइन बरफ र आइसक्रिममा किरा हुन्छ
खायो भने पेट दुख्छ अघि अघि तपाईँले त भन्नुभएको नि होइन मजाकिया छ मेरो छोरो कमेडी गर्छ त्यो पनि मलाई दिनु अङ्कल म खान्छु جيب لي واحد كرك يلا بيا طق سيارة بوليس يلا يلا سوي لي رقصة تانية رقصة البطريق ولا سرقة في مان يا أخي دوس عندي خوش فصلة يا أخي تفوز والله خوش आँगनको डिलमा बसी हेर्छु पारी पारी आँखै अघि जान्छ उमेर बोकी यादको भारी कहाँ छुटे साथी सङ्गी कहाँ छुट्यो मैस जिन्दगानी जति बुझ्यो नबुझिने रहेछ ती दिन गए यी दिन आए मै खाने गालामा गाडी पलाए